ओ आमा नमस्कार। ल बाबु भाग्यवानी भए के हेर्दै हुनुहुन्छ त नि? यो त के बाबु खुर्सानी बुटो लगाएको असाध्यै राम्रो भयो। दालचिनीको बुटो पनि छ, लहर खानु भए खाऊ। यो त अकबरै हो क्या आमा, म नजिकबाट खिच्दिएँ है। यो अकबारै खुर्सानी हो छोरा, जाति हुन्छ, मन लगायो भने टिपेर लहर खाँदा पनि हुन्छ। आमाले लगाएको केही फरक पर्दैन के। मन त त्यसो भन्छु के रे, तिमीहरूले अब कसो गर्छ। दालचिनी भन्नुभयो कता हो दालचिनी? दालचिनीको बुटो चाहिँ यो हो के छोरा, यो त आँपको बुटो जस्तो छ है। यो दालचिनीको बुटो भयो। यहीँ तरुल गएको छ यी मुनतिर, गाभा साभा कर्कलो छ, सबै कुरो चाहिने क्या बुढाबुढीलाई। कति भयो यो लगाउनु भएको? यो लगाएको वर्ष दिन भयो। यो पुरानो बुटो हो, यसरी बल्दो रहेछ। यो खानुपर्छ के, यसले गेस्ट्री पनि हराउँछ के। मेरो यो सिक्रेट हो भन्नु। एउटै बुटा हो कि दुईटा तिनवटा बुटा खान्? बुटा त तिनवटा खानु बाबु, पाकिसकेको पनि होइन। तिनवटा खान गइसकेको थियो। पानी मोल झोल गरेर यति राम्रा भयो भने। हवस् त, आमाले बहुत दुःख गर्नु भएको छ। एकदम गर्छु बा, म मरेपछि मैले झैँ गरेर धन्यवाद।